Welcome to our podcast, first of all. Thank you for having me here. ओके सो सबैभन्दा पहिले जो व्यक्तिहरूले हामीहरूलाई हेर्दै हुनुहुन्छ नि होइन हजुर। उनीहरूलाई थाहा छैन तपाईँ को भनेर आफ्नो जस्ट छोटकरीमा आफ्नो बारेमा हल्का भनिदिनु। नमस्कार, मेरो नाम चाहिँ कौशल बहादुर कुँवर। म चाहिँ एउटा एसयू एक्जिक्युटिभ हो, नेपालबाट नै काम गर्छु, अहिले हाल काठमाडौँमा छु। हजुर, यही नै हो मेरो एउटा छोटो मिठो परिचय। ओके सो एसइओ एक्जिक्युटिभ भन्ने बित्तिकै लाइक एसइओले चाहिँ कसरी काम गर्छ क्या? अब एसयू भनेको त्यस्तो कुरा चाहिँ होइन त्यो सिम्पल कस्तो कुरा हो भन्दाखेरि यस्तो एउटा प्रोसेस हो जसले चाहिँ तपाईँको वेबसाइटलाई चाहिँ यसरी अप्टिमाइज गर्न हेल्प गर्छ कि भोलिको दिनमा तपाईँको जस्तै बिजनेस अनलाइनमा छ अथवा हाम्रो गुगल जस्तो सर्च इन्जिनमा छ भने त्यहाँ भिजिबिलिटी बढाउन, तपाईँको ट्राफिकहरू जेनेरेट गर्न अथवा तपाईँलाई त्यसमा ऱ्याङ्क गराउन चाहिँ हेल्प गर्छ भन्ने कुराहरू हो। ओके नाइस। सो यो पहिले पनि एसइओ युजमा आउँथ्यो है? हजुर। र अहिले पनि एसइओको युज छ होइन? तर पहिले र अहिलेको एसइओमा चाहिँ के डिफ्रेन्स पाउनुभयो? अहिले त अब एआई थ्रु पनि सबै कामहरू भइरहेको छ नि। यो एकदमै सानो बिजनेसवाला साथीभाइहरूले एकदमै बुझ्नुपर्ने कुरा हो नि त नि होइन? हजुर। सो यसमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ र कसरी गर्दा बेटर हुन्छ त्यसको बारेमा हल्का एसइओको इतिहास हेर्नुहुन्छ भने कस्तो थियो भन्दाखेरि पहिले चाहिँ अब अलिकति हामीले जुन हाम्रो गर्ने प्रोसेस थियो थोरै भिन्न हुन्थ्यो होइन। थोरै अलि हामीले म्यानुअल वर्क गर्नु पर्थ्यो अथवा त्यतिखेर हामीलाई ऱ्याङ्क गर्न पनि त्यति डिफिकल्ट हुन्थेन। धेरैवटा अप्रोचेस थियो। गुगलले त्यो टाइम एन्ड अगेन अल्गोरिदम यसरी अपडेट गर्दै गयो कि आफ्नो होइन, उसले चाहिँ त्यहाँनिर धेरै कुराहरू चाहिँ रेस्ट्रिक्ट गरेको छ हामीलाई होइन। जुन हामीले पहिला गर्थ्यौँ त्यो कुराहरू गर्नु भएन। र अहिले चाहिँ अब एआईको जमाना आइसक्यो हेर्नुहुन्छ भने। सो अहिले चाहिँ अब हामीले चाहिँ के भन्छ सर्च इन्जिनमा इन्जिनको लागि मात्रै नभएर अब चाहिँ युजर सेन्ट्रिक भएर काम गर्नुपर्ने हुन्छ। अब बेसिकल्ली गुगलले के कस्तो कुराहरू चाहिँ राखेको छ अथवा कुनै सर्च इन्जिनले चाहिँ के कस्तो कुराहरू माग राखेको छ भन्दाखेरि चाहिँ भोलिको दिनमा कसैले एसइओ गर्नुहुन्छ भने चाहिँ उहाँहरूले चाहिँ सर्च इन्जिनलाई होइन युजरलाई चाहिँ टार्गेट ओरिएन्टेड भएर युजर सेन्ट्रिक भएर चाहिँ हामीले चाहिँ के गर्नु पऱ्यो, काम गर्नु पऱ्यो। उहाँहरूको प्रश्नहरूको चाहिँ त्यसरी नै उत्तर दिनु पऱ्यो जसरी उहाँहरूले नेचुरली सोध्नुहुन्छ। सो यस्तै यस्तै कुराहरू छ। अब मोडर्न ल्याङ्ग्वेजमा भन्नुपर्दाखेरि चाहिँ यसलाई जिइओ होइन, एइओ एआइओ धेरै कुराहरू एउटा बजवर्ड एज अ युज गरिन्छ। बट कुराहरू चाहिँ त्यही हुन जान्छ। हामीले चाहिँ अब चाहिँ तपाईँको एआई इन्जिन्सहरूको लागि होइन अब त्यस्तो अरू कुराहरूको लागि पनि हामीले चाहिँ अप्टिमाइज गर्नुपर्छ, न कि तपाईँले सर्च इन्जिनको लागि मात्रै गर्नुपर्छ। अहिलेको समयमा यसरी नै युज गरिरहेछन् कम्पनीहरूले पनि। अहिले त्यस्तै प्र्याक्टिसेसहरू चलिरहेको छ भनौँ न ओभरअल हेर्नुहुन्छ भने। ओके जो अब यो जुन अहिले तपाईँ धेरै भाष र टर्मिनोलोजीहरू प्रयोग गर्नुभयो होइन, अहिले यसको बारेमा त कुरा हामी गरौँला है। ठिक छ। अब सिम्पल रियल केसलाई हामी बुझौँ। यो एसइओ त्यसमा कसरी इम्प्लिमेन्ट हुन्छ होइन, कसरी एउटा बिजनेस सस्टेनेबल हुन्छ, एउटा बिजनेस को सेल कसरी बढ्छ, एउटा बिजनेसको ग्रोथ कसरी हुन्छ एसइओ युज गरेर, सिधै त्यसरी बुझौँ है। जस्ट म एउटा सिनारियो भन्छु। मानौँ कुनै साथीभाइहरूको सानो बिजनेसहरू छ हजुर है, चाहे त्यो टेक बिजनेस होला चाहे त्यो नन टेक बिजनेस होला होइन, त्यो कुरा छोडौँ है। अब सानो स्टार्टअपले होइन कसरी एसइओ युज गरेर उसको सेल्स, उसको रेभिन्यू, उसको भिजिबिलिटी बढ्छ त? यस्तो स्टार्टअप अब अथवा जतिसुकै जुनै पोजिसनमा हुनुहुन्छ अहिले, जुनै लेभलमा हुनुहुन्छ बिजनेसको होइन, सबैलाई एसइओले बेनिफिट गर्छ एउटा हिसाबले। कसरी गर्छ त्यो सबै कुरा तपाईँलाई भन्छु। अब जस्तै हाम्रो तपाईँले सुनिरहनु भएको डिजिटल मार्केटिङको एउटा भनौँ न यो चाहिँ विभाग हो कि एसइओ चाहिँ पार्ट हो, जसले चाहिँ अब कसरी हेल्प गर्छ भन्दाखेरि तपाईँलाई अर्ग्यानिकली ट्राफिकहरू चाहिँ जेनेरेट गरिदिनु कि भन्न खोजेको यो आज तपाईँले क्याम्पेन सुरु गर्नुभयो, आजको भोलि नै तपाईँले एकदम ट्राफिकमा हाइक देख्ने अथवा रेज देख्ने कुरा होइन होइन। यो चाहिँ अलिकति थोरै समय लाग्छ। बट त्यो समय लागे अनुसारै तपाईँले चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँ त्यहाँबाट आउने ट्राफिकहरू चाहिँ तपाईँले जसरी आज किनेर ल्याएको ट्राफिक आजको भोलि नै हराउन सक्नुहुन्छ भने एसइओबाट आएको ट्राफिक चाहिँ त्यसरी हराउनु हुँदैन। के भन्छ एउटा लोयल हाम्रो अडियन्स, हाम्रो जुन हामीलाई चाहिएको अडियन्सहरू त्योसँग उहाँहरूलाई चाहिँ हामीले लिएर आउन सक्छौँ लङ्गर गेममा होइन। त्यसरी ट्राफिक एउटा बढाउन सक्छौँ। अर्को कुरा भनेको ऱ्याङ्किङको कुरा भयो होइन। हामी सर्च इन्जिनहरूमा जस्तै अब तपाईँको अहिले गुगल जस्तो सर्च इन्जिनको फर्स्ट पेजको होइन फर्स्ट पोजिसनतिर देख्यौँ भने त हामी वी आर लाइकेबल नि त। मान्छेहरूले चाहिँ हामीलाई के भन्छ चुज गर्ने चान्स बढ्छ, न कि अब तपाईँ कुनै पेजेसको पछाडि पेजेसमा हुनुहुन्छ अथवा सर्च इन्जिनको पछिल्लो पेजेसमा हुनुहुन्छ भने तपाईँको त्यो चान्सेस अलिकति घट्ने भयो। सो यो कुराहरूमै अलिकति बढी हेल्प गर्छ। सो जतिसुकै बिजनेस हुनु, जुनै लेभलको बिजनेसहरू हुनुहुन्छ सबभन्दा सर्चेस बिजनेस ओरिएन्टेड क्वेरिजहरू त आउने भनेको गुगल अथवा कुनै सर्च इन्जिनमै हो। सो उहाँहरूले यो कुराबाट चाहिँ बेनिफिट यसरी पाउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ। ओके, मतलब अब जति बढी देखियो त्यति बढी अवेर हुने, त्यति बढी सेल हुने सम्भावना बढ्ने भयो होइन। मेन कुरा त्यही हो। अब यो सोसल मिडियामा पनि त एसइओ गर्न मिल्छ मिल्दैन?
अब यस्तो हो, जति पनि तपाईँको लिस्टिङ प्लेटफर्महरू छ जहाँ चाहिँ तपाईँले आफ्नो बिजनेसलाई लिस्ट गर्न चाहनुहुन्छ, मेबी त्यो सबै प्लेटफर्ममा चाहिँ तपाईँले एसइओ गर्न सक्नुहुन्छ। अब सोसियल मिडिया मार्केटिङ भनेर यो अलिकति छुट्टै विभाग पर्न जान्छ। हामी चाहिँ अब एसइओ इन भनौँ न जेनरल हामीले काम गर्ने भनेको चाहिँ सर्च इन्जिनलाई नै ओरिएन्टेड भएर हो। अब यो बाहेक अब डिफ्रेन्ट तपाईँको के भन्छ विभागहरू हेरेर हामीले त्यो अनुसार पनि काम गरेको छ। लिस्टिङ साइटहरू हुन सक्यो है। ल यो एउटा रियल इक्जाम्पल हेर्छौँ, जस्तै हाम्रो एउटा स्टार्टअप छ गिग फाइन्ड भनेर है। गिग फाइन्डले के गर्छ भन्दाखेरि अहिले राइड सेयरिङमा जुन जुन समस्या पर्छ राइडर साथीभाइहरू तथा उपभोक्ता हाम्रो युजर प्यासेन्जर साथीभाइहरूले उनीहरूले डाइरेक्ट आफ्नो समस्या हाम्रो गिग फाइन्डमा आएर राख्न सक्छन् होइन। अनि राखिसकेपछि उनीहरूको समस्याहरूलाई हामी सम्बन्धित ठाउँमा पुर्याउँछौँ या उनीहरूको समस्यालाई सल्भ गर्न हामी हेल्प गर्छौँ है। ल अब यो बिजनेस तपाईँले बुझिहाल्नुभयो। अब यो गिग फाइन्डलाई तपाईँले जस्ट अब के गर्नु पर्यो भन्दाखेरि धेरैभन्दा धेरै साथीभाइहरूको सामु पुर्याउनु पर्यो सर्च इन्जिनमा। त कसरी पुर्याउनु पर्यो? यस्तो हो, अप्रोच त्यही हुने हो। पहिला सुरु त हामीले हाम्रो ब्रान्डले अथवा हाम्रो बिजनेसले मान्छेलाई साँच्चैकै हामीले उपयोगी बिजनेस बनाएको छौँ कि छैन त्यतातिर हामी पहिला सुरु फोकस हुनुपर्छ। फर्स्ट कुरा होइन। सेकेन्ड कुरा अब त्यो साँच्चै नै हाम्रो के भन्छ भ्यालुएबल कुरा हो जसले चाहिँ हाम्रो युजरलाई हेल्प हुन्छ अथवा हाम्रो अडियन्सलाई हेल्प हुन्छ भने चाहिँ हामीले त्यो भनौँ न सोसियल मिडियामा पनि अलिकति हामीले एउटा हेल्प गर्न सक्छौँ। त्यहाँबाट पनि हामीले हाम्रो एउटा लेभल अफ अथोरिटी त्यहाँबाट पनि हामीले बनायौँ भने भोलिको दिनमा त्यहाँबाट पनि हामीले वेबसाइटमा ट्राफिक जेनेरेट गर्न सकिन्छ। एउटा त्यो मेथड हुन सक्यो। अर्को कुरा भनेको अब डोमेन नयाँ छ, अब त्यो छ भन्दैमा अब हामीले त्यसमा पनि अब रिलायबल कन्टेन्टहरू प्लान गरेर त्यो अनुसार हामीले काम गऱ्यौँ भने एउटा कुरा त्यसले पनि हामीलाई के भन्छ हेल्प गर्छ टु ऱ्याङ्क होइन अथवा टु जेनेरेट ट्राफिक जसमा चाहिँ हामीले युजरले खोजिरहनु भएकै कुराहरू तपाईँको के भन्छ अडियन्सले खोजिरहनु भएको उहाँहरूको दिमागमा आएको प्रब्लमहरू उहाँहरूले सर्च गर्दाखेरि तपाईँ देखिनुहुन्छ होइन। त्यसरी हेल्प हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यो बाहेक पनि अरू पनि मेथोडोलोजिजहरू सो त्यो चाहिँ अलिकति बढी टेक्निकल हुन जान्छ। ठिक छ हल्का फुल्का त्यसलाई एकदम लेमेनको तरिकाले बुझ्ने छ। लेमेनको तरिकाले भन्न खोजेको त्यही हो। तपाईँको वेबसाइटलाई चाहिँ हामीले विश्वासिलो देखाउनु पर्यो सर्च इन्जिनको लागि। कसरी देखाउनु? त्यसको लागि डिफ्रेन्ट तरिका हुनसक्छ होइन। एउटा राम्रो तपाईँको पोर्टल्सहरूले तपाईँको त्यहाँ तारिफ गरिदिनु भयो भने त्यो एउटा मेथड हुनसक्छ। ठुलो तपाईँको इन्फ्लुएन्सरहरूले तपाईँहरूको अलिकति के भन्छ सिस्टमलाई युज गरेर तपाईँलाई त्यहाँबाट के भन्छ मेरो तपाईँहरूको सिस्टम चाहिँ रिलायबल छ त्यो एउटा अप्रोच हुनसक्छ। अर्को कुरा भनेको कन्टेन्ट राम्रै प्लान गरेर पनि एउटा तपाईँले त्यो काम गर्न सक्नुहुन्छ होइन। सो मेथोडोलोजिस फरक छ। अब एकैचोटि मेरो सबै दिमागमा नि आइयो नि। ठिक छ, यही मेथड प्रयोग गरेर चाहिँ हामी सर्च इन्जिनमा अगाडि आउँछौँ। हो ठिक छ, त्यसरी नै हो। यही हो कुरा चाहिँ हजुर मेथड। अब यो बाहेक मतलब मैले यसरी गर्यो भने म सर्च इन्जिनमा अगाडि आउन सक्छु। हो एउटा चान्सेस चाहिँ भयो। चान्स तर अब त्यो त अब अप टु गुगल होइन। अब तपाईँको प्रडक्ट अब तपाईँले कसरी काम गर्नुहुन्छ, अब अलिकति स्प्यामी कुराहरू तपाईँले धेरै तपाईँले त्यहाँ राख्नुहुन्छ भने त्यो कुराहरू पनि हेर्नुपर्ने हुन्छ होइन। टेक्निकल साइडको इस्युजहरू पनि आउँछ एसइओमा भोलिको दिनमा। त्यो धेरैवटा छ कि त्यो एकैचोटि भन्न नि मिल्दैन होइन। जस्तै अब त्यो कुराहरू पनि हामीले हेरेर त्यो कुराहरूलाई पनि सल्भ गर्दै जानुपर्छ। मेरो पेज देखिए पो राखेको छ कि छैन, गुगलमा इन्डेक्स भइरहेको छ कि छैन, क्रल गरिरहेको छ कि छैन बटले अथवा इन्जिनले होइन। त्यो कुराहरू नै म्याटर गर्छ। सो सबै यो कुराहरूलाई क्याटर गरेर काम गर्ने हो पहिलो चरणमा। दोस्रो चरणमा कन्टेन्ट राम्रोसँग प्लान गरेर त्यसलाई नै तपाईँले लिएर जाने हो। तेस्रो चरणमा तपाईँले आफ्नो साइटमा आउने लिङ्क्सहरू होइन त्यो चाहिँ अलिकति भ्यालुएबल बनाएर अथोरिटी अलिकति बढाउने हो। सर्च इन्जिनमा यही अप्रोचले जानु भने चाहिँ हेल्प हुन्छ। भोलि अरू मेथड भनेको सोसियल मिडियाहरूमा फोरम्सहरूमा अब डिफ्रेन्ट पिआरहरूमा होइन तपाईँले चाहिँ आफूलाई के भन्छ राख्नुहुन्छ, तपाईँ त्यहाँ प्रेजेन्ट हुनुहुन्छ भने मेबी त्यो कुराले पनि तपाईँलाई भोलिको दिनमा ऱ्याङ्क गर्न चाहिँ हेल्प गर्छ। अनि तपाईँले लाइक ठुल्ठुलो कम्पनीहरूसँग पनि काम गर्नुभएको छ मजाले होइन। एज अ एसइओ एक्सपर्ट भएर नै काम गर्नु भएको छ मजाले। सो उनीहरूकोमा काम गर्दाखेरि यस्तो पनि होला नि त जसको चाहिँ ऱ्याङ्क नै छैन, केही छैन, आएकै छैनन्, उनीहरूलाई चाहिँ तपाईँले कसरी माथि पुर्याउनु भयो र कसरी एउटा ट्रस्ट गेन गराउनु भयो क्या? अब त्यो सबै बिजनेसको अब आफ्नै मोडल छ होइन, आफ्नै तरिका छ उनीहरूको हेरेर हुन्छ। जस्तै तपाईँले हस्पिटालिटी सेक्टरमा काम गर्दै हुनुहुन्छ भने डिफ्रेन्ट अप्रोच हुनसक्छ होइन। होटल लाइनमा हेर्नुहुन्छ भने अरू ओटिएस प्लेटफर्महरूको एउटा कुराहरू आयो त्यसबाट तपाईँले काम गर्नुपर्ने हुन्छ त्यसमा पनि होइन अथवा अरू पनि कुराहरू हुन्छ। सो त्यहाँबाट तपाईँले ऱ्याङ्किङलाई अलिकति के भन्छ बुस्ट गर्ने कुरा त्यहाँबाट नि भयो होइन। अरू अब जस्तै तपाईँको न्युज साइटहरू छ त्यस्तो छ भने छुट्टै अप्रोच हुनसक्छ। अलिकति टेक्निकलिटी त्यसमा धेरै आउँछ होइन। कसरी हामीले क्रल बजेट बचाउने धेरै पेजेसहरू त्यहाँ हुन्छ नि त। सो त्यो त्यतातिर अलिकति ध्यान दिनुपर्ने हुनसक्छ हामीले। अथवा अरू पनि केसेसहरू छ जस्तै अब तपाईँको अब जेरो लेभलको बिजनेसहरूको कुरा गर्दाखेरि अब इनिसियल फेजमा चाहिँ हामीले गर्ने भनेको चाहिँ राइट हाम्रो बिजनेसको सर्भिसेस के हो त्यो हामीले आइडेन्टिफाई गर्नु पऱ्यो। त्यो अनुसार हामीले कन्टेन्टहरू प्लान गर्दै जानुपर्ने हुन्छ। त्यो अनुसार हामीले अब बिस्तारै लिङ्क्सहरू पनि बढाउँदै जानुपर्ने हुन्छ हाम्रो साइटको होइन।
अरू पनि टेक्निकल कुराहरू आउँछ स्किमाको कुराहरू हुन्छ त्यहाँ हामीले युज गर्ने साइटमा होइन अलिकति बेटर जस्तै हाम्रो कम्प्युटरहरू हामीले पहिला एनालाइसिस गर्छौँ उनीहरूले भन्दा हामीले कसरी बेटर काम गर्न सक्छौँ त्यतातिर ध्यान दिएर हामीले काम गरेर नै मेबी अनि युजरले खोजेको कुरा मेन त होइन युजर ओरिएन्टेड भएर काम गर्नुपर्छ उहाँहरूले खोजेको कुराहरू हामीले दिन सक्यौँ भने चाहिँ सायद तपाईँको बिजनेसलाई त्यसरी हेल्प चाहिँ हुन्छ ओके सबै फरक फरक बिजनेसहरूको लागि फरक फरक तरिका छ है यसरी बुझ्न सकिन्छ सबको फरक फरक छ सबैको फरक फरक छ मेबी त्यो चाहिँ अब काम गर्दै गएपछि अब कति कुराहरू चाहिँ त्यहीँ आइहाल्छ होइन कुन चाहिँ बिजनेसलाई कुन चाहिँ प्रब्लम भइरहेछ जस्तै इस्यु पनि आइरहन्छ नि त हाम्रो त्यहाँ हुन्छ वेबसाइटमा इस्युहरू होला अथवा कुनै प्लेटफर्ममा हुन्छ भने त्यसमा इस्युहरू होला होइन के इस्युले उहाँहरू फेस गर्दै हुन्छ त्यो कुराहरूलाई सल्भ गरेर क्लिन बनाएर हेल्दी साइट बनाउनु पऱ्यो पहिलो कुरो दोस्रो कुरो भनेको त्यहाँ अलिकति राम्रो रिलेभेन्ट कन्टेन्टहरू होइन अनि तपाईँ अलिकति ट्रस्टवर्दी कन्टेन्टहरू तपाईँले हालेर के गर्न सक्नुहुन्छ त्यसलाई अलिकति बेटर तरिकाले प्लान गर्न सक्नुहुन्छ अर्को कुरा भनेको तेस्रो कुरा भनेको चाहिँ पछि भोलिको दिनमा अरू पनि कुरा होइन लोकल लेभलमा प्रेजेन्स बढाउने कुरादेखि लिएर भोलिको दिनमा इन्टरनेसनल लाने भन्ने त्यो कुराहरूलाई त्यतातिर काम गर्न सक्नुहुन्छ ओके एकदम मजा आयो कौशल सर होइन यो लगभग मोटामोटी ओभरअल साथीभाइहरूले नि बुझ्नुभयो धेरै मजा आयो अब अर्को हाम्रो पोडकास्टमा चाहिँ लाइक लोकल टर्महरूको बारेमा बुझाउनु पर्छ ए हुन्छ टर्मको बारेमा जस्तै अहिले हामीले लोकल एसयुले के गर्छ कसरी गर्न सकिन्छ फरक फरक बिजनेसहरू लागि कसरी युज हुन्छ त्यसमा के कुरा हुन्छ हामीले बुझ्यौँ है तर अब रोड म्यापले यसरी गर्ने यो टर्म भनेको यो टर्म भनेको यो भने पुरै हामी बुझ्छौँ है ल मजा आयो ल एकदम मजा आयो अहिले छुट्टी अब अर्को पटक स्योर ल यदि तपाईँलाई यो पोडकास्टले एकदमै फाइदा गरायो भनेपछि है यो भिडियो चाहिँ आफ्नो एकजना साथीलाई सेयर गर्नुहोला एन्ड अरू तपाईँ कुन टपिकमा चाहिँ है भिडियो हेर्न चाहनुहुन्छ र सिक्न चाहनुहुन्छ कमेन्टमा लेखिदिनु होला सो थ्याङ्क यू